तिमी कहाँ हिँडिरहेकी छौ? कहाँको? लेक साइड हो? अमेरिकाको सियाटल सहरको जङ्गल एरिया साँझपखको इभिनिङ वाकमा हिँडेको। हेर्न लायक छ, जङ्गल हरियाली छ। एभर ग्रिन सिटी वासिङटन स्टेटको एभर ग्रिन सिटी हो यो। आज पारि जाने छौँ कि है फर्क्यौँ क्या? कहाँ छ? छैन भयो। यहाँबाट छ माथि बाटोमा निस्किहाल्छ। वाइल्ड लाइफ आउलान्, वाइल्ड लाइफ। हाय बाटो बिराइयो कि बिराइएको छैन? माथि निस्किनु भइहाल्छ नि, यति हिँड्ने बाटो छ भने। खै यतै छ। उकाली ओह्राली सन्जङ चौतारी, काली ओह्राली सन्जङ चौतारी। ऊ माथि छ सर, माथि यति असी थकाइ लाग्छ हो। मजा लाग्छ। आऊ आऊ सधैँ यही बाटो आउने अब? ए यहाँ बस्ने ठाउँ बनाएको छ है। अब कता जान्छु? धुलो धाली छैन, आनन्द छ, चिप्लो छैन। उकालोमा पनि यस्ता सिँढी बनाइदिएको छ मान्छेलाई हिँड्न सजिलो होस् भनेर।
अब जङ्गल सिद्धिसक्ला ऊ घर भयो हामीलाई। हामी यही बाटो आछौँ। लेक साइड घुमेर जाँदा पिच रोड पुरै हिँडेर गयो। आउँदा छोटो छोटो बाटो जङ्गलको बिचमा पनि घरहरू छन्। यहाँ दाउराहरू छन्। चिसो छ मौसम। ज्याकेट लाएर हिँडे पनि पसिना चाहिँ आएका छैनन्। यो चाहिँ यहाँको राम्रो पक्ष हो। थकाइला कति नम्बर ब्लकमा आइन्छ अब। आऊ घुमघाम सियाटल। घुमघाम सियाटल। सधैँ बजारमा मात्र किन घुमिराख्ने भनेर आज जङ्गलको रुट चाहिँ सिलेक्सन गरेको। अमेरिका पनि ठुल्ठुला घर मात्र नभएर जङ्गल पाखा पखेराहरू पनि छन्। यति मोटा रुखहरू बुकी अब के गरेको 1 घन्टा भयो। अब फर्किने 1 घन्टा भन्दा कति हिँड्ने हो। कति सहरतिर मात्र जाने भनेर सर्लक्का रुखहरू छन्। अमेरिकामा काठको धेरै प्रयोग हुन्छ। घरहरू पनि साना साना 1-2 तले घरहरू काठद्वारा निर्मित हुन्छन्। घरको धेरै वेट हुँदैन। भूकम्प प्रतिरोधीहरू बनाएका हुन्छ। वासिङ्टन पनि भूकम्पको लागि एउटा जोखिम मध्येकै सहरमा पर्छ भन्ने चाहिँ विभिन्न साहित्यहरूमा अथवा लिटरेचरहरूमा पढ्न पाइन्छ। हौ रमाइलो रहेछ यहाँ झर्न है। हामी जतिको अलिक धेरै वेट भएको मान्छे त यहाँ धेरै झर्न पनि सक्दैन। नबोल आइसक्यो हो त ए जङ्गल जङ्गल के अरे हाँ के अरे किन जङ्गलमा हिँड्न अरे बाटो छ नि त
लेक साइड। अब हामी जङ्गलको एरिया सिद्धाएर बाटोमा माथि निस्किसक्न लाग्यो। अब 31औं ब्लकमा आइयो। अनि यहाँबाट उता गएका छौँ, ठ्याक्कै यहाँ आइयो। अनि यहाँबाट यता गएका छौँ राइट साइड सिधा है। अब फेरि सहरतिर पस्छौँ। आजलाई यति, बाँकी अर्को भिडियोमा।